everyone, namaste. सबैजना सन्चै हुनुहुन्छ. I have been watching this kind of food ranking video since long time है. मलाई पनि ट्राई गर्न मन लाग्यो. So let's rank it together है त. पहिलो नम्बरमा चाहिँ खीर आयो. So खीर भने पछाडी मन पर्छ, but I'm gonna put this खीर on number 9 है त. त्यसपछि आयो नेवारी खाजा सेट. Oh my god, मेरो त यो फेभरेट नै हो. So मैले चाहिँ यसलाई र्याङ्क गर्नु पर्दाखेरि कति नम्बर दिन्छु होला? पक्कै पनि 1 हो. लाफिङ आयो अर्को है. लाफिङ चाहिँ मैले अहिलेसम्म त्यस्तो नगर्नु न. लाफिङ चाहिँ मैले होइन लाइफमा ट्राई नै गरेको छैन कि. साँच्चै भन्नुपर्दाखेरि त सुनिराख्नु भएको छ भने भन्नु सक्नुहुन्छ होला. लाफिङ खाने मौका नै झरेको छैन. होपफुल्ली नेपाल गयो भनेदेखि ट्राई गर्नेछु. सो लाफिङ थाहा छैन यसको टेस्ट पनि केही पनि. सो आम कैन पुट इट अन नम्बर 10 है त. र अर्को आयो नेपाली दाल भात. आमामा यो त म त सेकेन्डमा राखिहाल्छु नि है. अनि अर्को भक्का आएछ. भक्का पनि हामीले खाएको छैन होइन. हामीले भने मैले खाएको छैन किनभने स्पेसली किन भक्कु होइन भक्का हो होइन. भक्का चाहिँ यता बनेपामा बेचेको थाहा नै छैन नि त. अनि पछि टिकटक हेर्दाखेरि यो बिर्ता मोड झापातिर कतिले खाइराखेको देखेको थिएँ होइन. आई वान्ट टु ट्राई इट बट अहिलेसम्म चाहिँ खाएको छैन. सो भक्कालाई चाहिँ मैले नम्बर 8मा राखेँ ल. पानीपुरी त खाना नभए पनि पानीपुरीले मात्र लाइफ चल्छ भने जस्तो. सो पानीपुरी साथीहरू म 3 नम्बरमा राख्छु ल. सेलरोटी अचार यो त मलाई मन परिहाल्छ नि. सेलरोटी अचार त ल म 4 नम्बरमा राखेँ ल. अनि अर्को आयो मोमो पनि मनपर्छ. स्टिमभन्दा झोल मनपर्छ. सो अरू केही बेटर खानेकुरा आउला कि नआउला. सो आम गन पुट इट अन नम्बर 5 है त. अनि अर्को आयो थुक्पा. ला त्यसलाई चाहिँ तल राख्नु रहेछ. मलाई चाहिँ चाउमिन थुक्पा एकदम मनपर्छ मोमोभन्दा है. सो सरी 6 नम्बरमा राख्छु. मकै एन्ड गुन्द्रुक त अब 7 नम्बर हुने नै भइहाल्यो. ला ढिँडो थकाली सेट आयो नि. बर्बादै भयो. यो त मन परिहाल्छ नि झन्. यो त मैले र्याङ्किङ मात्रै गर्ने खाना बनाउने गरे हैन. त्यसो नहुनु. ढिँडो र्याङ्किङ गरेर चल्चो बनाउन आएछ. ला अनि अब यो नम्बर कतिमा राख्ने त. मैले खास नम्बर ला मलाई ढिँडो त एकदम मनपर्छ. सरी मैले सेलभन्दा अगाडि राख्नु पर्ने थियो. अब राख्ने ठाउँमै छैन कि. अब मलाई गेम खेल्न नै आएन. राख्नै मिल्दैन रहेछ. यति हो. चेन्ज गर्नै मिल्दैन रहेछ. सरी फर द्याट. ल है साथीहरू, मलाई खाना मनपर्ने भनेको चाहिँ 1 नम्बरमा नेवारी खाजा सेट है. जुन चाहिँ म एकदमै बच्चैदेखि एकदम फेमिलियर छु क्या. आई मिन नेवारी कल्चर नेवारी सोसाइटीहरूमा भेटेर छु र भन्दा नि फेरि नमिल्न नि सक्छ. भनेको चाहिँ ओके इट्स ओके. सो नेवारी सोसाइटीमा हुर्केको भएर पनि मलाई चाहिँ नेवारी खाजाहरू एकदमै मनपर्छ. मेरो बेस्ट होइन. नेपाल जाँदाखेरि के खान्छौ भनेर सोध्नुभयो भने obviously नेवारी खाजा सेट एन्ड देन सपु मेचा है. सपु मेचा चाहिँ मेरो एकदम फेभरेट हो. अनि यो साथीहरू केसलाई किन अनि तर फ्रुट्सहरू त हेल्थको लागि एकदमै राम्रो हो नि त. हेल्थको लागि भेजिटेबल फ्रुट्स एभ्रिथिङ इज गुड. सो त्यो त अब थाहा छैन. ल साथीहरू, आजको लागि चाहिँ भिडियो यति मात्रै हो. थ्याङ्क यू सो मच फर वाचिङ. बाई बाई.